जय भोले श्री श्री महाकाल मन्दिर। अब हामी जाँदैछौँ आज चाहिँ बिहानै, किनभने बिहानै नुहाइधुवाइ गरेर चाहिँ महाकाल मन्दिरपट्टि लाग्दैछु। सबैजना नुहायो तर म चाहिँ नुहाइनँ, किनभने मेरो रुमको गिजरमा चाहिँ पानी थिएन नि त। अरूहरू चाहिँ नुहायो। अब एउटा आस्था त मानिसको है, नुहाउनै पर्छ भन्ने केही पनि छैन। मनमा राम्रो चोखो नितो लिएर आस्था लिएर अघि बढिरहेको छु महाकालजीसँग दर्शन पाउन लागि। अनि बाटो चाहिँ पहिला एकदम सिलिदार थियो, अहिले चाहिँ रमाइलो छ। एकदम उकालो त उकालो तर एकदम फ्ल्याट छ क्या त, मजाले हिँड्नु सक्छ। यहाँ हेर्नुहोस् न, पोस्टरिङहरू पनि भोलेनाथको कति राम्रो राम्रो छ है। जय भोले लेखिरहेछ। यो पढ्दै निकै राम्रो राम्रो नेपाली कोटेसनहरू रहेछ, इङ्ग्लिसको पनि रहेछ हो। यहाँ हुँदै हुँदै हामी अघि बढ्दैछौँ। यहाँ चाहिँ साथी हो, सबैले चप्पलहरू खोलिदिनु होला आफ्नो है। कति त नखोलिकन चढ्नु थाल्छ, तर खोलेर यहीँ राख्नुहोस्, माथि जग्गा पनि छैन। अनि हातसाथ धोएर जुत्ता खोलेको छ भने अब यो बाटो उकालो लाग्दै जाँदैछौँ। हामी चाहिँ पुरा फ्यामिली छौँ, खुसी हर्षकोसँग भोले बाबाको यहाँनिर बहुत दिन बादमा आए भनेर खुसी भइरहेछौँ। अब यहाँ चाहिँ मैले भने त सबैलाई घन्टी बजाएर जाने भनेर, एकजनाले 3 पल्ट बजाएको सबले 3 पल्ट बजाउने अरे। सिङ्गल बजाएर पनि जानु सक्थ्यो, तर सबले 3 पल्ट बजाउँदै हामी खुसी हुँदै भोलेनाथको मन्दिरमा आइपुग्यौँ। अनि यति चाहिँ राम्रो रहेछ साथी, हामी चाहिँ बिहान आएर खाली नै थियो हो। पूजा चाहिँ हाम्रो एकदमै राम्रो भयो। यो पूजाको केही झलकहरू छ, हामीलाई चाहिँ केही जस्तो लाग्दैन, तर बाहिरबाट आउने पर्यटकहरूलाई चाहिँ अचम्म लाग्छ हो। एक तरफ सनातनीहरूको पण्डितजी, अर्कोतर्फ चाहिँ बौद्ध अवलम्बीहरूको लामाज्यू, दुईजनाले नै पूजापाठ गरिदिनुहुन्छ। अनि जानुभयो भने चाहिँ दुईजनाबाट नै आशीर्वाद पाउने कोसिस गर्नुहोला साथी हो। लु अब चाहिँ हाम्रो पूजा सुरु हुँदैछ। हामी चाहिँ किस्मतवाला थियौँ र बिहान चाहिँ खाली थियो। अनि त्यहीँनिर पण्डितजीले राम्रो पूजा गरिदिनु भयो, साथै आरती सारती पनि गऱ्यौँ। अनि सबैले आफ्नो आफ्नो मनको भाकलहरू महाकाल बाबालाई चढाइदिउँ। यो समय आरती चल्दैछ, सबै परिवार छौँ। आमाको चाहिँ घोडा दुखेर होटलमा हुनुहुन्छ, तर हामीले आमालाई पनि सम्झेर एकसाथमा सबैजना मिलेर आरती गर्दैछौँ है साथी। एकदम यो नौलोले चाहिँ एक हातले पक्रेर राम्रो हेर्दैछ कस्तो पाराले गर्नुपर्छ, के गर्नुपर्छ भनेर। आरती चाहिँ भइसक्यो, अब चाहिँ सबैले सेक्दैछ हो। मेरो हातमा चाहिँ क्यामेरा छ, मलाई चाहिँ वाइफले नै सेकाइदियो है साथी हो। जय महाकाल। साथी हो, महाकाल मन्दिरको इतिहासको बारेमा छोटो जानकारी मैले पनि गुगल हिसाबले नै जानकारी पाएको। महाकाल मन्दिरको आगे चाहिँ यहाँनिर एउटा बौद्ध मठ यानि कि हाम्रो गुम्बा थियो अरे, जसको नाम चाहिँ दोर्जेलिङ। त्यसको अर्थ चाहिँ हुन्छ वज्रको भूमि। त्यही नामले गर्दाखेरि नै यो जग्गाको नाम दार्जिलिङ बस्यो भन्ने पनि किंवदन्ती छ। 1700 एराको त्यो पुरानो दोर्जिलिङ गुम्बा चाहिँ बादमा भोटे बस्तीमा स्थापित गरेछ। रूपान्तरमा फेरि बिस्तारै यो जग्गामा नै एउटा शिवजीको ढुङ्गा निक्लेछ ठुलो, जसलाई चाहिँ सबैले मान्न थालेछ। अनि यसै शिवजीको ढुङ्गा पुज्दै यो जग्गा दोर्जिलिङदेखि महाकाल मन्दिर बन्ने छ। आज पनि यो जग्गामा हिन्दू अवलम्बी अनि बौद्धिक भिक्षुहरू मिलेर एकसाथमा पूजा गर्छ, दियोबाती सबै गर्छ। त्यो देख्दा चाहिँ कति राम्रो लाग्छ। हिन्दू धर्म अनुसार नन्दीको कानमा जसले आफ्नो मनको बात भन्छ त्यो चाहिँ सिधा शिवजीसँग पुर्याइदिन्छ भन्ने आस्था छ। त्यो चाहिँ सुरु हुँदैछ यहाँनिर कानमा भन्ने विधिहरू। निकै लामो दुःखहरू मागहरू शिवजीसँग पुगाउन लागि मेरो वाइफले पनि केही भनिरहेछ साथी हो। यो चाहिँ पुरानो होइन, तर हाल फिलहालमा बनेको। यहाँनिर किराँतीहरूको 2टा मन्दिर पनि छ, एउटा लिम्बूहरूको माङहिम, अर्को चाहिँ खम्बु राईहरूको माङखिम। यो पहिला यस्तो थिएन, अहिले अझै बनाउँदो रहेछ।
मन्दिरको चारै कुनाबाट चाहिँ यस्तो खालको सासाना मन्दिर छ जो चाहिँ शिवजीको कहाँ कहाँ ठुल्ठुलो मठ छ त्यसको नाममा स्थापित छ। प्रत्येक जग्गाको एक एकवटा नाम छ साथी हो, जसमा चाहिँ शिवजी महाराज र नन्दीजी बसिरहेको तपाईँले देख्नु हुँदैछ। ठाउँ ठाउँको अलग अलग जग्गाको मन्दिर यसरी छ। मम्मी यो चाहिँ हो राईहरूको माङ्किम। एक बार बस पहुंच गए तू। खा लो, अब खा लो। यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ डगी हो। महाकाल बाबाको मन्दिरमा डगीको पनि प्रवेश छ। अरू जग्गा चाहिँ दिँदैन मानिसहरूले, चिची र दुर गर्छ, तर यो चाहिँ सबै जग्गा हुनुपर्ने। मानिसहरू पूजा गर्नु जाँदैथे साथी हो, तर हामी चाहिँ पूजा गरेर फर्किँदै थियौँ। त्यही पलको केही झलकहरू, किनभने यी सानसानो पलहरूलाई जोडेर म एउटा इतिहास बनिन्छ जस्तो लाग्छ। मेरो क्यामेरामा कैद भएको कतिवटा चिजहरू इतिहास बनिन पुग्ला है। आज छौँ, भोलि हामी बिचमा कोही हुन्छौँ हुँदैनौँ, तर यो पल चाहिँ यादगार रहनेछ। शरणार्थीहरूलाई सत्तै जाने र पहिला चाहिँ यस्तै गरेर घुम्दै जान्थ्यो नि त। अहिले चाहिँ सिँढी रहेछ, ठाडो सिँढी, अहिले चाहिँ डाउन छ, उत्रिँदाखेरि अप हुन्छ त। हेरौँ यहाँ चाहिँ यो चाहिँ भाकल मागेको, सबले बान्छ नि यसरी, चाहिँ भाकल मागेको हो।